सम्पूर्णमा स्वागत छ। यो चाहिँ हाम्रो न्यू भ्लग। आज हामी चाहिँ नलगा नगरपालिका वडा नम्बर 4 मा चाहिँ एउटा यस्तो गुफा छ हैन। त्यहाँ एकदमै रमणीय वातावरण र यताउता भिड हैन, डर लाग्दा ठाउँहरु पनि छन्। हजुरहरुलाई देखाउने छु। मन परेमा भिडियोलाई सब्स्क्राइब र लाइक गरिदिनु होला। लागौं आजको भ्लगतिर। अब आउनुहोस् यता यो जेसीबीले हैन, अर्को भर्खरै यो बाटो खनेको भिडियो तपाईहरुले ल हामीहरु जाँदैछु हैन। एकदमै रमणीय दृश्य भएको ठाउँमा हेर्न सक्नुहुन्छ। वाउ, एकदमै राम्रो रमणीय दृश्य छ। यहाँ लागिसकेको छ झुक्का। एकदम हाउलाको छ, हेर्न सक्नुहुन्छ। यो भिरबाट हैन, यो भिरबाट धेरै जनाको मृत्यु पनि भइसकेको छ। ठाउँ एकदम डेन्जर छ हैन। यो माथि यो चाहिँ हाम्रो गुफामा जाने बाटो है। भिडियो चाहिँ स्किप नगरी हेर्दिनु होला है साथीहरु। तपाईको माया पनि गरिदिनु होला नि फेरि। घाँस दाउरा यताउता ल्याउँदाखेरि पनि अब अलि विचार पुर्याएर आवाज गर्नुपर्छ है। हेर्न सक्नुहुन्छ त्यहाँ पारीतिर हामी धेरै तर तल आइसकेका छौँ है गाइजहरु। तपाईँ त अब हेरेरै पनि भिडियो मार्फत हेरेरै पनि थाहा पाइहाल्नुभयो कि एकदम रमणीय पनि छ, तर उत्तिकै डर लाग्दो पनि छ है। धेरैजनाको मृत्यु पनि हुनसक्छ। अलि ध्यान नदिएर हिँडेमा यो बाटोमा ढुङ्गा आउने पनि धेरै भइरहेछन् है। हामी धेरै तल आइसकेका छौँ हैन। यो बाटो चाहिँ मान्छेहरू यता चाहिँ बस्ती देखिन्छ नि, त्यो पहाडतिर त्यहाँ चाहिँ के सिलाजा र दारभागा भन्छन्। त्यो ठाउँको नाम चाहिँ। त्यहाँबाट घाँस दाउरा आवत चाहिँ धेरैले गर्नुहुन्छ, तर अलि ध्यान दिएर गर्न पनि अब यो भूकम्प 2080 सालमा चाहिँ भूकम्प आएर त्यो पाल्नपट्टि पुरै दराज हैन। अब आवत गर्दाखेरि ढुङ्गाहरू गल्ने पनि हुनसक्छ, त्यसैले अलि ध्यान दिएर हिँड्नुपर्छ हैन। डाउनुपर्छ साथीहरु। हाम्रो एकदमै उको हेर्न सक्नुहुन्छ, डर लाग्दो त हेर्न सक्नुहुन्छ। एकदमै डर लाग्दो माइ गॉड, हेर्न सक्नुहुन्छ जान्छ कहिल्यै। स्किप नगर्ने हेर्नु होला। यो चाहिँ डेन्जर ठाउँ छ हैन। हामी डरलाग्दो ठाउँ पनि देखाउँदै गइरहेका छौँ। त्यो पाल्नपट्टि हेर्न सक्नुहुन्छ। यस्तो ठाउँमा पनि मान्छेहरू आवाज गर्नुहुन्छ। त्यहाँ ढुङ्गा अब गल्छन्, त्यसैले अलि होसियार भएर यस्तो ठाउँमा अलि ध्यान दिएर अब हामी चाहिँ हजुरहरूलाई त्यो तल गुफामा गएपछि गुफा जति बाटो चाहिँ यसै हो, तर गुफा चाहिँ त्यो अलिक पारी छ कि भन्छु। त्यहाँ गुफा त्यहीँ छ भन्दा यस्तो गर्थेँ म। हामी त्यहाँ जान्छौँ। भिडियो चाहिँ स्किप नगर्नु पर्यो है साथीहरु फेरि।
कस्तो छ गुफा हेरिदिनु पर्यो। सब्सक्राइब चाहिँ नबिर्सिनु गरिदिनु होला साथीहरू। पहिला पनि एउटा हाम्रो च्यानल थियो, त्यो च्यानलमा सब्सक्राइब नपुगेर होइन त्यो चाहिँ ब्यान्ड भइहाल्यो। अहिले हाम्रो नयाँ च्यानल हो, त्यसैले सबैजनाले माया गरिदिनु होला। अनि त्यति भन्नु चाहिँ अब लागौँ आजको त्यो गुफातिर है। बाटो चाहिँ डेन्जर छ हेर्नु सक्नुहुन्छ। यो पुरै ओर्दिएको छ, ऊबाट पनि त्यो माटो ढुङ्गाइ झरेर झरिरहेको छ। यहाँ ढिगा छ, यो बाँध्न लगाएन होइन। यो अब यो यताउता ढुङ्गाहरू नगरोस् भनेर जुन यो बाटो छ नि, यो तलको यो बाटो, यो चाहिँ बर्खा समयमा चाहिँ यो रोकिहाल्छ। यो हुँदै हुँदैन त्यो बाटो सब यो भलहरूले यो ढुङ्गाहरू गएर सब पोछापाछा पारेर ल्याइहाल्छ। त्यसैले अब हिउँदोको समय मात्रै चल्छ यो बाटो चाहिँ। एकदमै डरलाग्दो बाटो छ हेर्नु यो। अनि हुर्काएर पुर्याएर हिँड्नुपर्छ यो ढुङ्गा गलेर पुरै। डेन्जर डरलाग्दो दृश्य छ होइन। यता यो गुफा चाहिँ यो यहाँदेखि यता छ होइन गुफा। म चाहिँ टर्च बाल्छु, क्यामेराम्यानले चाहिँ अब के धेरै माथि आइसकेको छौँ हामीहरू। उँधो हेर्न सक्नुहुन्छ, भिड हेर्नुहोस् त उँधो यति धेरै डरलाग्दो छ होइन। लेट्स गो, अब हामी भित्र जान्छौँ है। भिडियो चाहिँ स्किप नगरिदिनु होला, एकदम डरलाग्दो छ। म क्यामेराम्यान नआउँदैसम्म भाइरै बसेको छु, नत्र म भित्र गइसक्ने मान्छे हो। एकदम डरलाग्दो छ, छिटो आउनुहोस् त। म चाहिँ मोबाइलको टर्च बालिसकेँ है मैले। ओहो साथीहरू एकदम डरलाग्दो भयङ्कर डरलाग्दो हेर्नुहोस् त उँभो। यसलाई चाहिँ अलि यो हेर्नुहोस् त यता साथीहरू। यो यसलाई चाहिँ के भन्ने रहेछ यो? यता हेर्नुहोस् त, यो यता आउनुहोस् त। यो हेर्नुहोस् त यिनी टुसाहरू, यो पुरै हेर्नुहोस् त। यो के डरलाग्दो के, ओ माई गड भयङ्कर डरलाग्दो साथीहरू। उँधो पनि धेरै छ है। आउनुहोस् आउनुहोस्, म हजुरहरूलाई देखाउँछु। खै यता पनि टर्च लगाऊँ नि त। आउनु पर्यो। एकदमै के हेर्नुहोस् त, के टुसाहरू नै साथीहरू। यिनी टुसा हेर्नुहोस् त, यिनी टुसाहरू एकदम छन्। आउनुहोस्, यो हेर्नुहोस् त यिनी के रहेछ क्या यो खास। थाहा पाउनु भएको छ भने चाहिँ कमेन्टमा भन्नु होला है साथीहरू। यो हेर्नुहोस् त, पुरै यो के सेतो यिनी टुसाहरू यता छन्। अब जाउँ हामी, आउनुहोस् एकदमै माथि छ हेर्नुहोस् त। माथिसम्म छ, एकदमै गर्मी हुँदो रहेछ। यो क्यामेराले पनि नभ्याएर यहाँ चमेराहरू पनि धेरै रहेछन् होइन। भुरभुर गर्दै उड्दै उता जाँदैछन्। हामी चाहिँ यो उँभो खै यता लगा त होइन। यहाँदेखि माथि चाहिँ जान सकिँदैन जस्तो, एकदमै डरलाग्दो छ। उकालो पनि धेरै छ अनि बाटो पनि अलिक साँगुरो छ। यो फेरि दृश्यहरू हामीहरूले तपाईँहरूलाई देखाइसक्यौँ। यो साप जस्तो हेर्नुहोस् त, यो सुन जस्तो टल्किरहेको छ। यो हेर्नुहोस् त, टर्च लगाएको बेला एकदमै उँभो हेर्नुहोस् त उँभो। यो हेर्नुहोस् त, यो एकदमै डेन्जर क्या। यो उँधो पनि चिप्लेर गयो भनेपछि मान्छे उँधै पुग्ला जस्तो छ। एकदम उँधो छ। हामी चाहिँ अब हजुरहरूलाई यति देखाउन गयौँ। अब यता यो हेर्न सक्नुहुन्छ, पुरै के हो यो? सुन जस्तो छ त हो, सुन जस्तो छ। जाउँ अब त उँधो त्यहाँ पुरो क्या गर्मी भएर
टर्च लाउँदाको दृश्य मात्र हो साथीहरू देखिने चाहिँ पुरै टर्च नलाउँदाको दृश्य हेर्नुहोस् त एकदम उज्यालो छ एकदम उज्यालो डरलाग्दो पनि छ है यो चाहिँ हेर्नुहोस् त यो साप जस्तो छ त यार के डेन्जर छ हेर्नुहोस् त यो पुरै साप जस्तो के हेर्नुहोस् त यो पुरै साप जस्तो छ यो त वा 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 हुँदैन यो हेर्नुहोस् त यो के रहेछ के सुन त होइन कहिल्यै भिडियो बनाउँदाखेरि कहिले करोडपति हुने होला ओहो माथिसम्म हेर्नुहोस् त यो के बाबा यो के हो यो फेरि हेर्नुहोस् त यो एकदमै के यो वा यस्तो दृश्य चाहिँ साथीहरू मैले आजसम्म देखाएको थिएन क्या यस्तो रहेछ यहाँ हामी नआएको होइन पहिलोचोटि आएको एकदमै डर लाग्छ यतादेखि उँभो गएन है साथीहरू डर लाग्दो पनि छ उकालो पनि छ हामी अब उँधो हेर्न सक्नुहुन्छ दृश्य चाहिँ तपाईँहरूले अब क्यामेराबाटै देखिसक्नुभयो भिडियोबाटै देखिसक्नुभयो अब यस्तै हो साथीहरू अब हामी बाहिर निक्लिँदैछौँ अब यो पुरै ओह्रालो जस्तो छ उँभो त कुरै नगरौँ साथीहरू आँखाले भ्याउने जतिसम्म पनि हेर्न सकिन्छ है ऊ साथीहरू वा 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 पसिना चाहिँ के आउनु हो कि साथीहरू यार मभन्दा क्यामेराम्यान अग्लो हुनुहुन्छ माथि जानुभएको छ कतिसम्म जान सकिन्छ भनेर सक्नु भएको छैन उँभो हेर्न सक्नुहोस् त माथिसम्म हेर्नुहोस् त वा वा कतिसम्म के अरे उकालो भन्दा पनि अलि माथि छ ती ढुङ्गाहरू पनि आफै अड्डेका छन् क्या आफै अड्डेका छन् बब्बल है साथीहरू बब्बल भिडियोलाई चाहिँ सब्सक्राइब गर्न चाहिँ साथीहरू नभुल्नु होला एकदमै रमाइलो यो चाहिँ होइन एकदमै के खतरा पनि छ होइन कलिकेर के प्यालो जस्तो सुन जस्तो पनि देखिन्छ होइन हाम्रो बाजेले भन्नुभएको यहाँ चाहिँ पहिला होइन के र्याउटेहरू बस्थ्यो अरे के भूतहरू जस्तै के बस्थ्यो अरे त्यसैले यो यस्तो भएको अरे साथीहरू यो हेर्न सक्नुहुन्छ हेराइ मात्रै पनि एकदमै डरलाग्दो छ क्या यो अब केही जस्तो हेर्नुहोस् त यो के दाँतहरू जस्तो छन् कि दाँतहरू जस्तै अब कसैको होइन दाँतहरू जस्तो छ यसलाई चाहिँ हामीहरू यहाँ गाउँघरमा के भनेर चिन्छौँ भने साथीहरू भोटाको दुलो भन्छन् होइन यसलाई चाहिँ अब हामी यो भोटाको दुलो हामी कहिले आएको थिएनौँ होइन आज हामी स्कुल आएको स्कुलबाट होइन अब पिरियड पनि थिएन होइन हामी 10मा पढ्छौँ 10मा अब विदाय कार्यक्रम आउने अब भोलि हुन्छ त्यसैले आज शिक्षकहरूले पनि पढाउनु भएन त्यसैले गर्दा चाहिँ हामी यो दृश्य आज जाउन त पर भोटा दुलो हेर्न भनेर यसो हामी यता आएको होइन एकदमै यो हेर्न सक्नुहुन्छ यो पुरै यो मात्र छ होइन हाम्रो बाजेले चाहिँ धेरै कहानीहरू भन्नुहुन्थ्यो यसको तर मलाई चाहिँ ठ्याक्कै याद भएन कोही अब शब्दहरू मात्रै याद छ डरलाग्दो हुन्छ त्यहाँभित्र जानु हुँदैन केही लाग्छ भन्ने जस्ता कुरा गर्नुहुन्थ्यो अब होइन पहिल्यैदेखि चलिआएको अब रीतिथिति अब गाउँघरको त भुल्नु भएन त्यसैले हामी चाहिँ आज यहाँ भागेर आएको है साथीहरू यहाँ ढुङ्गाहरू गल्छन् अनि चोर लाग्छ भनेर भन्नुहुन्थ्यो त्यसैले हामी चाहिँ घर थाहा नदिएर आएका छौँ साथीहरू यस्तो एउटा सब्सक्राइबको लागि होइन त्यसैले सब्सक्राइब गरिदिनु होला अनि त्यस पछाडिपछि लाइक गरिदिनु होला मिल्छ भने एउटा कमेन्ट छोडिदिनु होला हामी अब तपाईँले कमेन्ट छोडे अनुसार हामी कमेन्ट अनुसार पनि चल्न सक्छौँ त्यसैले गर्दा भिडियोलाई चाहिँ स्किप नगरी हेरिदिनु होला अनि हजुरहरूले गर्दा नै हामी केही यहाँ चाहिँ अक्सिजन एकदमै कम पाइदो रहेछ होइन हामी सास फेर्नै गाह्रो भइसकेको छ पसिना गर्मी एकदम छ होइन अब भिडियोलाई सब्सक्राइब गरिदिनु होला हजुरहरूकै माया हजुरहरूकै सपोर्ट साथले गर्दा हामी अघि बढ्ने हो होइन त्यसैले गर्दा चाहिँ भिडियो स्किप नगरी हेरिदिनु होला भिडियो चाहिँ अब मन परे लाइक अनि एउटा कमेन्ट पनि छोडिदिनु होला होइन अब त्यति भन्दा हामी यहाँदेखि चाहिँ बाहिर निस्कन्छु अब बाहिरबाट केही कुराहरू भन्छौँ होइन त्यसैले जाउँ साथी बाहिर यो गाईका थुन जस्तो देखिन्छ साथीहरू गाईको थुन जस्तो होइन कि यो कि हिरा जस्तो पनि मान्छ यार म त हिरा जस्तो पनि छ होइन पहिला गाउँघरमा के कुरा चल्थ्यो बुढापाकाहरूले के भन्थ्यो भनेपछि यो के रानी महल जस्तो पनि के भन्थ्यो उयो भोटिया दुलो भन्थे उयो अर्को के हो भन्थे यहाँका ढुङ्गाहरू पनि साथीहरू यसरी बाइछन् क्या हेर्नु सक्नुहुन्छ यो घारी यो हेर्न यो यसरी ढुङ्गा बाइछ र यसरी ढुङ्गा पनि बाँच्दैन साथीहरू
अरे उँधो पनि डर लाग्दै रहेछ, ऊ पनि डर लाग्दो भयङ्कर छ। ऊ माथिसम्म पनि गाईका थुनहरू भन्न सक्नुहुन्छ भने धेरै छन्। विद्यालयबाट चाहिँ धेरै केटाकेटीहरू 6-7मा पढ्ने केटाकेटीहरू होइन भागेरै आउने के, दिउँसोमा होइन सरको पिरियड छोडेर भागेर यहाँ आउने गर्थे। एक दिन सरले चाहिँ पिसा पढ्नेर हान्नुभयो हो, त्यसपछि यहाँ आउनु। विद्यालयबाट चाहिँ 6-7का केटाकेटीहरू चाहिँ यहाँ दिनका आउने क्या, दिनका आउने। अनि यो के अरे यो सेतो यो जस्तो गाईको थुन जस्तो यो लगेर हामीलाई देखाउँथ्यो होइन, के रहेछ त आज पनि हामी यसो बुझ्दिन जाउँ त भनेर यसो बुझ्दिन गएको होइन। हामीहरू आज यहाँ आएको, हजुरहरूले पनि देखिहाल्नुभयो यस्तो रहेछ यहाँ यताउता यो पुरै रहेछ होइन। अब हामी चाहिँ बाहिर एकदमै सास फेर्न गाह्रो भएको छ, गर्मी पनि एकदमै पसिना आएर यहाँ एकदम गाह्रो भएको छ। यो उँभो पनि हेर्न सक्नुहुन्छ गाईका थुन जस्तो देखिन, उँभो त्यहाँ पुरो पुरै छन् है। यहाँ भित्र पनि लास्टै छ है, लास्टै छ। त्यो देखिन्छ नि त्यो घारी कालो छ नि, त्यो कालो त्यही भित्र जान मिल्छ। तर हामी चाहिँ डर मानेर खासै गएनौँ है साथीहरू। अब तपाईँहरूले कमेन्ट गरिदिनु भने जान पनि सक्छौँ। अनि अब चाहिँ हामी बाहिर निस्किन थालेको है साथीहरू। अब चाहिँ हामी बाहिर गएर तपाईँहरूलाई केही कुरा देखाउँछु। बाहिर पनि एकदमै डरलाग्दो भिड मात्र छ, यो उक्सिन पनि गाह्रो छ कि होइन। एकदमै अघिको जस्तो भन्दा पनि यो अलिक फरक छ साथीहरू। के रहेछ यो के यो त छेपारो जस्तो पो देखिन्छ त अनुमान गर्दा यतापट्टिको। के यसलाई अम्फाएर लाग्न पायो, कहाँ के बिक्री हुन्थ्यो कि भन्ने हो। अलिक गाह्रो छ बिक्री हुन्छ। यो चाहिँ हेर्नुहोस् त, यो के माखुरा जस्तो छ त अरे, माखुरा जस्तो नि, एकदम माखुरा जस्तो तल यहाँ। ओहो उँधो हेर्नुहोस् न, त्यो कहाँ गएको होला, यो पुरै गएको छ उँधो न, एकदमै तलसम्म गएको छ। यो हेर्नु सक्नुहुन्छ हजुरहरूले पनि। यो पुरै यो मजाले हजुरहरूले मोबाइलबाटै भिडियोबाटै देख्न सक्नुहुन्छ। यो अक्सिजनको कम भयो होइन, हामी चाहिँ बाहिर जान लागिसक्यौँ। दृश्यहरू त हजुरहरूले देखिसक्नुभयो। यो चाहिँ जता कतै यस्तै गाईका थुनहरू यस्तै साप जस्ता धेरै छन्। अब हामी बाहिर गएर देखाउँछु। बाहिर पनि भेटिन्छ। घाम लागेको छैन आज चाहिँ। अब चुनावदेखि पछि साथीहरू घामै लागेर के भएको हो, आज चाहिँ घाम लागेको छ। बाहिर आइसकेका छौँ है साथीहरू। हामी चाहिँ उँभो पनि एकदमै डरलाग्दो छ कि, यहाँ आउने पनि एकदमै डरलाग्दो ठाउँहरू छ। यो हामी गएको चाहिँ त्यहीँभित्र हो। हामी त्यो गुफादेखि चाहिँ हामी बाहिर आइसकेका छौँ होइन साथीहरू। हामी हजुरहरूले अब सब्सक्राइब गरिदिनु होला, माया पनि देखाइदिनु होला, कमेन्ट छोड्नु होला। अब हामी अर्को भ्लगमा भेट्ने बाचा गर्दै यो भ्लगमा चाहिँ छुट्टिन्छु। बाई।